हिज एप छ, त्यसबाट हामी सजिलैसँग पैसा कमाउँछौँ र विथड्रल पनि गरेर देखाउँछ। आज हिज एपलाई मैले टच गरेँ, यसलाई स्क्रोल गर्दै जाने यसरी यहाँ थुप्रै थुप्रै यस्ता पिक्चरहरू देख्छ। दुईवटा पिक्चरमा कुन ठिक लाग्यो मलाई, यो र रेडवाला ठिक लाग्यो भने यसो गरिदियो भने यसरी भोट गर्न सक्छ। टपमा यो सेकेन्डवाला अप्सनमा म टच गर्दिनँ, देखाउँदैछ मेरो 2 पाउन्ड भन्दा बढी जम्मा भइसकेको छ। 1 पाउन्ड भइसकेको छ, निकाल्न सक्छ। जस्ट यो क्यास आउटमा टच गरिदिने, विथड्रल गर्ने, यसमा 2 पाउन्डमा निकाल्ने हो भने यसरी विथड्रलमा क्लिक गर्ने। अहिले म यसलाई यसको बारेमा डिटेल देखाउँला। अहिलेलाई भने यसको बारेमा अलिकति फेरि बताऊँ। काम यसमा आइसके पछाडि यसै कम्पनी 25 वटा यसरी स्क्रोल गरेर दिनको यसरी टच गरिदिने। अर्को काम भनेको रेफर गर्ने। रेफर गर्यो भने दुवैलाई हुने हुन्छ। जस्तो मेरो यो भिडियोको डिस्क्रिप्सनमा भएको लिङ्कलाई क्लिक गरेर तपाईँले यो एप्स इन्स्टल गर्नुभयो भने एक्स्ट्रा 1000 पोइन्ट तपाईँले पनि पाउनुहुन्छ, मैले पनि पाउँछ। यदि तपाईँ आफ्नै प्ले स्टोरबाट डाउनलोड गर्नुभयो भने त्यो एक्स्ट्रा बोनस पाउनुहुन्न। त्यसैले तपाईँले पनि अब पैसा कमाउन चाहनुहुन्छ भने त्यो गर्नुहोस् र साथीहरूलाई पनि रेफर गर्नुहोस्। यसमा कुनै फ्रड भनेको छैन, सजिलैसँग पेपलमा विथड्रल गर्न सक्नुहुन्छ। अहिले जस्तो मैले यसमा 2-3 वटा भोट गरेँ, यसमा यसरी स्क्रोल गरिराख्दा प्रिमियमहरू छ भने अझ तपाईँलाई धेरै अन हुने हुन्छ। पनि आइराखेको छ, यसमा यसले 30 पोइन्ट दिइराखेको छ। यो यता सेकेन्ड अप्सनमा यसमा जानुभयो भने यो डेली टास्कमा हरेक दिन तपाईँले अरू केही गरेन भने पनि यो डेली टास्कमा आएर, जस्तो अहिले हामीले गरिराख्दा 12 वटा पुल कम्प्लिट गरिसकेछ। म तपाईँलाई देखाउँछु 25 वटा गरे पछाडि के हुन्छ भनेर। 2 वटा टास्क कम्प्लिट गरिराख्नुभयो भने यसलाई जस्ट 2 मिनट लाग्छ तपाईँलाई गर्नलाई। यति चाहिँ तपाईँले गर्नुपर्छ। जस्तो म यसमा गएँ 13, 14 यसरी राइट गर्दै समथिङ तपाईँले 25 वटा गर्नुभयो भने, अनि यो सेकेन्ड अप्सनमा जानुहोस् र यसमा यो डेली टास्कमा टच गर्नुहोस्। कम्प्लिट गरे पछाडि यो एप्सले एक्स्ट्रा 100 कोइन फेरि दिने हुन्छ। यसलाई पनि टच गरिदिएर कलेक्ट गर्नुहोस्। त्यस्तै गरेर यसमा 50 पोइन्ट्स कमाउनुहोस् भन्दाखेरि चाहिँ यसमा क्विज गरेर, यसमा क्विज भनेको पनि सिम्पल हुन्छ। यसमा फेरि यो क्विजलाई मैले टच गर्थेँ। यसमा थुप्रै थुप्रै क्विजहरू छ। यसमा यो हार्ड लेखेको अलि डिफिकल्ट हुन्छ, एउटा सिम्पल म तपाईँलाई देखाएँ। यसमा नेपाली मुभी एन्ड सेलिब्रिटी भनेर छ। तब त्यति आइडिया त छैन नेपालको सेलिब्रिटीहरूसँग, तैपनि म तपाईँलाई देखाएँ। यसमा यसरी टच गर्दै कसरी स्टोरमा काम गर्ने भनेर मात्रै देखाउनु खोजेको। त्यसमा तपाईँले जित्नै पर्छ भन्ने छैन। यसमा यसरी यो पनि प्र्याक्टिस गर्न सक्नुहुन्छ। यसमा एउटा जनरल नलेज पनि हुने हुन्छ भने यहाँ पैसा पनि हुने हुन्छ। सो यसमा स्टार्ट क्विजमा टच गर्दै यसमा एन्सर 30 सेकेन्डमा दिइसक्नुपर्छ। विच नेपाली मुभी वाज नेपाली अफिसियल्स एन्ट्री अफ दिस ओस्कार फर द फर्स्ट टाइम भनेर छ। कागबेनी। यसमा थुप्रै थुप्रै देखाइरहेको छ, जसमा एउटा हिमालय पनि देखाइरहेको छ। यो काडाबन नेपालको थियो, त्यसैले मैले यो सेकेन्डलाई टच गरिदिएँ। यो ग्रिन सो गरिराखेको छ। यसमा हु इज द फर्स्ट नेपाली एक्ट्रेस टु एक्ट दिस हलिउड मुभी भनेर छ। प्रियङ्का कार्की, मनिषा कोइराला, मेबी मनिषा कोइराला हुनुपर्छ। मैले यसलाई टच गरिदिएँ। इट्स द हु प्ले द लिड रोल इन द मुभी कुसुमे रुमाल भन्दा छ। यो जस्तो यो क्यारेक्टर जस्तो भुवन केसी जस्तो छ। यसलाई मैले टच गरिदिएँ। मिलेन भने यसमा रेड आउने हुन्छ, मिल्दै गयो भने फेरि ग्रिन आउने हुन्छ। हु इज द नोन एज दिस कमेडी किङ अफ नेपाली मुभी भनिन्छ। यसमा यो मान्छे देखाएको छ हरिवंश आचार्य आर्यन। मैले यसलाई यो फोर्थवालालाई टच गरिदिएँ, हरिवंश आचार्य। यस। Who is Nepali actress is the famous for the actions movie and it's called Action Star भनिन्छ। दीपक राज रेग्मी, पौल शाह, निखिल उप्रेती, दया। यो मेबी निखिल उप्रेती हुनुपर्छ। मैले थर्डवालालाई टच गरिदिएँ। Which actress is called the youth icon of Nepali film? आर्यन सिग्देल, अनमोल केसी, प्रदीप खड्का, मेबी पौल शाह। यो मैले यसलाई टच गरिदिएँ। यसमा यो विनर छ। हु इज द फर्स्ट मिस नेपाल टु एन्टर द नेपाली फिल्म? द झरना थापा, रेखा थापा, निश्चल बस्नेत अनि झरना बज्राचार्य। झरना बज्राचार्य मेबी यस राइट आइराखेको छ।
यसमा द मुभी चक्का पन्जा वाज दिस प्रड्युस बाई द हुच एक्ट्रेस द कमेडियन भन्दाखेरि चाहिँ यो एक्ट्रेस कुन हुनुपर्छ त यो मेबी यसमा थर्डवाला दीपक राजगुरी मेबी यसलाई टच गर्दै यसमा त्यस्तै नेक्स्ट आइरहेको छ हु प्ले द मेन रोल इन द मुभी दयाहाङ राई निश्चल बस्नेत सङ्गम मल्ल अनुप बराल विच वान इज हि अनुप बराल यस मैले टच गरिदिएँ यो होइन भनेर राखेको छ यस्तै गरेर लास्ट वान आइरहेको छ हु वाज नेपाली फिल्म आमा यसमा फर्स्टवाला जस्तो छ यसमा देखाइरहेको छ ब्यानरमा सो मैले फर्स्टलाई टच गरिदिएँ यसो गरिराख्दा मेरो यसमा 2वटा मात्रै रङ भएको छ 80% रिजल्ट सही छ यसमा रिवार्ड देखाइरहेको छ 4200 यसमा स्पार्क दिइराखेको छ 100% क्लियर गर्यो भने एक्स्ट्रा त्यति नै रिवार्ड्स बोनस पनि दिने हुन्छ क्लेम अलमा टच गरिदिनु यो सिम्पल छ जब हामी त्यो क्विज कम्प्लिट गर्छौँ त्यसबाट यो सेकेन्ड अप्सनमा टच गरेर फेरि यसमा यो डेली टास्कमा क्लिक गर्नुहोस् यसमा अफ गरेर जस्तो यसमा देखाइरहेको छ हाम्रो यो पनि क्लेम गर्न पाउँछौँ र फेरि यो क्लेममा यो भने डेली क्लेम गर्न सक्छौँ एक्स्ट्रा हामीले 500 कोइन पाउनुहुन्छ 1000 स्पार्क एन्ड दिस पोल क्रेडिट 1 पाउँछ भन्दाखेरि चाहिँ यसमा यसलाई क्लेम गर्नुहोस् यस ओके र अब यसलाई विथड्रल गर्नको लागि म फेरि यो फर्स्ट स्क्रिनमा गएँ तपाईँलाई मास्तिर देखाइरहेको छ यो इन्भलप भन्दा यतापट्टि लेफ्ट साइडको साइनमा यसमा यसरी टच गरिदिनुहोस् विथड्रल गर्नको लागि यो क्यास आउटमा टच गर्नुहोस् म अहिलेलाई यो 2 पाउन्डलाई टच गर्दै र विथड्रल बटनमा क्लिक गर्दै यसमा हामीले यसरी प्रपरली आफ्नो जुन पेपल इमेल यसमा लेख्ने त्यस पछाडि ओकेमा टच गरिदिने विथड्रल प्रोसेस मे टेक अप टु 5 वर्किङ डेज टु कम्प्लिट भनेर छ 5 दिनभित्रमा अनि तपाईँको पेपलमा यो ट्रान्सफर भइसकेको हुन्छ बाइचान्स तपाईँले त्यो इमेल गलत दिइराखेको छ भने क्यान्सल गरिदियो भने फेरि तपाईँको यही अकाउन्टमा रिटर्न हुने हुन्छ यसरी हामीले सजिलैसँग हिज एपबाट पैसा कमाउन सक्छौँ र विथड्रल गर्न सक्छौँ आजलाई यति नै तपाईँले पनि हिज एपबाट पैसा कमाउन चाहन्छ भने भिडियोको डिस्क्रिप्सनमा लिङ्क युज गरेर एक्स्ट्रा 1000 कोइन जम्मा गर्नु होला थ्याङ्क यू